नमस्ते सम्पूर्णमा। योभन्दा अगाडिको भिडियोमा हामीले 1 देखि 2 वर्षको बच्चाको लागि हुने आरामदायी बाउले बोटो अथवा दौरा सुरुवाल चाहिँ सिलाएको थियौँ है। त्यसमा चाहिँ हाम्रो पार्ट 1 मात्रै थियो भने अब यो पार्ट 2 मा चाहिँ हामीले बाउले बोटोको चाहिँ यसमा चाहिँ बाउला कसरी अट्याच गर्ने त धेरै जसो चाहिँ स्टुडेन्टहरू यसमै कन्फ्युज हुनुहुन्छ। धेरै जसो बिगिनर्सहरू चाहिँ यसमै कन्फ्युजन हुने कारण चाहिँ के हो भन्दाखेरि यसमा सिलाइ भाग नदेखिने गरी सिलाउनु पर्ने हुन्छ अनि यसलाई उल्टो सुल्टो गर्दाखेरि कसरी गर्ने भन्ने कुरामा चाहिँ धेरैजना चाहिँ सुरुमा यसमै कन्फ्युज हुने हो। त्यही भएर मैले यो पार्ट 2 गरेर भिडियो बनाएको छु। योभन्दा अगाडिको भिडियोमा चाहिँ हाम्रो कुम कसरी जोड्ने, यो बाउले दौरामा चाहिँ कुम कसरी जोड्ने यो नदेखिने गरी भनेर अनि यो सबै पल्लाहरू चाहिँ कसरी सिलाउने त भनेर मैले राखेको छु। अगाडिको भिडियो पनि हेर्न सक्नुहुन्छ हजुरहरूले। र आज चाहिँ हामी यो बाउला चाहिँ जोड्छौँ है त। ल अब ढिला नगरी सुरु गरौँ है त। अब यो बाउला जोड्नको लागि चाहिँ हाम्रो भित्री पल्लामा बाहिरी पल्लामा बाहिरी पल्लाको कपडा बाहिरी पल्लामा र भित्री कपडामा जोड्नु पर्ने हुन्छ है। यसमा पनि अब हामी यसो गर्छौँ पहिला सुरुमा है। यसरी गरिसकेर यो बिचमा पार्छौँ अनि यतिको भइसकेपछि यहाँ हामी सानो बिचमा कट लगाउँछौँ है। ठ्याक्कै बराबर भइसकेपछि चाहिँ यसरी बिचमा यसरी हल्का कट लगाउँछौँ। यो भयो। अब यसमा पनि सेम त्यही नै गर्छौँ। यसरी सानो कट लगाउँछौँ है। अब यसलाई कसरी सिलाउने त अब ध्यान दिएर हेर्नुहोस् है। यो बाहिरी पल्ला भयो, यो भित्री पल्ला भयो, यो सुल्टो नै राख्ने अनि बाहिरी पल्लाको यो बाउलालाई चाहिँ यता जोड्ने, यसमा जोड्ने है। यो बिचको पार्ट छ नि हाम्रो, अब यो चाहिँ उल्टो भयो। यो सुल्टो र यो सुल्टो चाहिँ हुनु पर्यो है। अब नर्मल्ली सिलाउँदाखेरि जुनसुकैमा पनि हैन, यो सुल्टो चाहिँ अब जोडेर यसरी चाहिँ हामीले सुल्टो राख्ने अनि त्यसपछि सिलाउने है। यसरी मैले यसरी राखिसकेको छु, पिनअप पनि गरिसकेको छु। यो जुन हाम्रो यो बाउला भयो अनि यो कपडाको भयो, यसमा चाहिँ हाम्रो ठ्याक्कै अघि न कटिङ गरेको भाग छ नि, यो भाग र अनि यो बिचको कुममा यो सिलाको भाग छ हाम्रो, यसलाई ठ्याक्कै यसरी जोड्ने अनि पिनअप गरिदिने। यो चाहिँ एकदमै बिगिनर्सहरूको लागि है, किनभने हाम्रो एकैचोटि यसरी छेउबाट सिलाउँदाखेरि चाहिँ कपडा नपुग्न पनि सक्छ अथवा धेरै बढी हुन पनि सक्छ। यसरी गर्दाखेरि हाम्रो पहिला सुरुमा यसरी बिचमा राख्ने अनि त्यसपछि मात्रै हाम्रो यसरी बिचमा पिनअप गरिसकेपछि अनि हामी यहाँ बिचदेखि नै पहिला सिलाउँछौँ है। अनि कति यता जान्छ उता जान्छ भन्ने थाहा हुन्छ है। अब चाहिँ हामी यसरी सिलाउँछौँ, यस्तो बिचबाटै सिलाउँछौँ। पहिला यो साइडमा नै सिलाउँछौँ है। यसो गर्दै बिस्तारै यो नतन्काइकन सिलाउनुपर्छ है। तन्कायो भने कपडा खुम्चिन्छ। यसरी नै बिस्तारै मिलाउँदै सेप अनुसार नै, काठीको सेप अनुसार नै हामीले यो सिलाउँदै जाने। यसरी मैले चाहिँ बिचबाट नै सिलाएको छु, किनभने बिगिनर्सहरूमा चाहिँ बिगिनर्स हुनुहुन्छ भने चाहिँ एकदमै यसमा चाहिँ कपडाहरू नपुग्ने अथवा कटिङ गर्दाखेरि बढी हुने खालको समस्या आउने भएको भएर मैले चाहिँ यसरी गरेको छु। अब यतिको भएपछि चाहिँ अब हाम्रो यता साइडमा चाहिँ भयो। अब हामी यता साइडमा पनि सिलाउँछौँ है। यो साइडमा पनि सेम यसरी नै सिलाउँछौँ। नभए चाहिँ हाम्रो सुरुदेखि बाउला अट्याच गर्दाखेरि चाहिँ यसरी नै सिलाउँदा हुन्छ। कपडालाई राम्ररी कटिङ गर्नुभएको छ भने ठ्याक्कै मेरो चाहिँ ठ्याक्कै भएको छैन त, मैले कटिङ गरेको ठ्याक्कै मिलेको छ, त्यही भएर यसमा भयो है। नत्र चाहिँ यो माथिको भन्दा अलिकति बढी नै आउनु पर्ने हो। यसमा चाहिँ कटिङ गर्दाखेरि बराबर नै आएको छ है। अब यसलाई पनि हामी सिलाइदिन्छौँ। यसलाई पनि हामी यसरी नै सिलाउने।
हेर्नुहोस् न, यो चाहिँ यस्तो भएको छ है। अब यो चाहिँ हाम्रो बाहिरी पल्लामा मात्रै अट्याच गऱ्यौँ नि यो बाहुला होइन, बाहिरी पल्लामा मात्रै अट्याच गऱ्यौँ। अब सेम यसरी नै भित्री पल्लाको पनि है, यो हाम्रो यस्तो भयो। अब यो भित्री पल्लाको यसमा पनि यसरी नै अट्याच गर्छौँ है। सेम त्यहीबाट चाहिँ हामी अट्याच गर्ने हो। यो जुन कुमको भाग छ यसमा चाहिँ यो बिचको भाग, बाहुलाको बिचको भाग राख्नुपर्छ है। यसरी नै यो बिचको भाग यसरी राख्ने अनि यसरी पिनअप गरिदिने अनि त्यसपछि सिलाउँदै जाने। हेर्नुहोस् त, यस्तो गर्दाखेरि ठ्याक्कै मिल्नु पर्यो है। अनि यसमा पनि पहिला म यता बिचबाटै सिलाउँदै जान्छु, त्यसपछि चाहिँ अनि राम्रो फिनिसिङ पनि राम्रो आउँछ। अनि यताउता कपडा पनि हुँदैन हाम्रो बिचमा भइसकेपछि चाहिँ है। यसरी नै सिलाउने हो। बाहुला जोड्दाखेरि भित्री पल्लासँग अनि बाहिरी पल्लासँग गरेर छुट्टा छुट्टै नै जोड्नु पर्ने हुन्छ। यसको पनि सिलाइ भाग देखिनु हुँदैन है। अब सेम यसरी नै यो साइडमा पनि सिलाउने। यसरी गरिसकेपछि चाहिँ हाम्रो सिलाइ भाग देखिँदैन है। र यसै गरी चाहिँ हाम्रो यो बाहुलाको चाहिँ रेडी हुन्छ है हाम्रो। अब यस्तो गर्दाखेरि हाम्रो छोपिँदाखेरि कस्तो देखियो त यो र यो चाहिँ हाम्रो सिलाइ भाग भित्र जान्छ अनि यो देखिएन नि यस्तोमा है। भित्रबाट पनि देखिएन, बाहिरबाट पनि देखिएन, यस्तो हुन्छ यो चाहिँ है। यस्तो हुन्छ हेर्नुहोस् त, यता साइडमा यो देखिएन, यो भित्रको भयो। अनि हाम्रो तयार हुँदाखेरि पनि यो पनि यताको पनि देख्नु भएन। यो पनि कसरी गर्छ म त्यो पनि भनिदिन्छु हजुरहरूलाई। अब त्यसपछि हाम्रो अब अर्कोमा पनि त्यसरी नै बाहुला अट्याच गर्छौँ है। अब यो अर्को साइडको बाहुला चाहिँ म हजुरहरूलाई सिधै जोडेर नै देखाउँछु है। पिनअप नगरिकन हाम्रो सिधै यसरी नै जोडेर देखाउँछु है। छेउबाटै जोडेर देखाउँछु है हजुरहरूलाई चाहिँ यसमा। बाहुलाको पार्ट पनि यसरी यतिसम्मको रेडी भयो है। यो सिलाइ भाग जति सबै भित्र लुक्छ हैन। अब हामीले यसरी नै सिलाउनु पर्ने हुन्छ, फिनिसिङ यसरी नै राम्रो आउने हो हैन। ल अब यसरी सबै सिलाइ भाग यसरी लुकाइसकेपछि अब यो बाहुला चाहिँ कसरी यो जोड्ने, यसको मोटा जोड्ने कसरी, अनि यसलाई पनि
यो सिलाइ नदेखिने गरी भित्र पत्ती राख्ने चाहिँ कसरी भन्ने हामी सिलाउँछौँ है। यसरी सिलाएर देखाउँदैछु। हजुरहरूले बुझ्नुभएको छैन भने म कमेन्टमा कमेन्ट गर्न सक्नुहुन्छ, नभए मलाई सिधै व्हाट्सएपमा कल गरेर मसँग चाहिँ बुझ्न सक्नुहुन्छ। अब बाहुलाको लागि चाहिँ मोता कसरी जोड्ने त, अब हामी यो सिलाउँदैछौँ है त। मोता कसरी जोड्ने भनेर हेर्नुहोस् त, यो कपडा जस्तो छ, मैले सुल्टो पारेर त्यस्तै राखिदिएको छु है यो कपडालाई। अब योसँग यसको मोता जोड्नको लागि चाहिँ हामीले यो भित्री यसको मोता हो, यसलाई हामी यताबाट यसरी लग्छौँ अनि यो यताबाट यसरी ल्याउँछौँ है। एकदमै सिम्पल छ, हेर्नु है। यो कपडालाई यो पार्ट र यो पार्ट यसरी चाहिँ मोता यसरी पहिला सिलाउँछौँ है। एकदमै ध्यान दिएर बुझ्नुहोस् है मैले के गरेर आएको छु भनेर। यसले चाहिँ हामीले सिलाउने भाग चाहिँ यसरी अनि पछि देखिँदैन, पहिला यसरी हामी जोडिदिइहाल्छौँ है। यो चाहिँ हाम्रो थोरै मात्रै हाफ इन्च मात्रै, सबै हाफ इन्च सिलाउने है। यसमा धेरै मार्जिन राखेर सिलाउनु पर्दैन, सबै हाफ इन्च राखेर सिलाउने हो। यस्तो भयो है, हेर्नुहोस् त। अब अर्कोमा पनि हामी सेम त्यसरी नै सिलाउँछौँ। राम्ररी ध्यान दिएर हेर्नुहोस् है। बुझ्नुभएको छैन भने मलाई फेरि भन्न सक्नुहुन्छ, कमेन्ट छोड्न सक्नुहुन्छ। तर आफूले चाहिँ ध्यान दिएर पहिला सुरुमा भिडियोलाई हेर्नु पर्यो। बुझ्नुभएको छैन भने एकचोटि होइन, दुईचोटि होइन, तीनचोटिसम्म पनि हेर्नु पर्यो। अब यसलाई पनि सेम यस्तै हेर्नुहोस् त, यो कपडा छ अनि यसलाई चाहिँ तल मुनिबाट यसरी लगौँ है। एकदमै सजिलो तरिकाले सिकाइरहेको छु मैले। यसलाई यसरी गरेर अब यता यता सिलाइदिउँ यसरी। यो छ, यो जस्ताको तस्तै भयो। अनि भित्री कपडा यहाँबाट चाहिँ हामी यसरी माथिबाट ल्याएर यसरी सिलाउँछौँ। हजुरहरूले बुझोस् भनेर चाहिँ होइन मैले यसरी चाहिँ सिलाइरहेको छु। नत्र यसको तरिका फेरि एकदमै छिटो गर्ने गरी यता यताबाट हुन्छ तर कन्फ्युज हुन्छ भनेर मैले हजुरहरूलाई यसरी देखाएर बुझाएर चाहिँ मैले सिलाइरहेको छु है। ल हेर्नुहोस् त अब यतिको भइसकेपछि अब हामी कपडालाई मिलाउँछौँ पहिला। यही हो कन्फ्युज हुने भनेको फेरि है। यो सबै रेडी भयो नि है, सबैलाई एकचोटि सुल्टो पारेर हेरौँ है त। सबैलाई सुल्टो पार्दाखेरि कस्तो हुन्छ है। यस्तो भयो अनि यताबाट यस्तरी गयो कपडाहरू। हेर्नुहोस् त, सबैलाई सुल्टो पार्दाखेरि यो यस्तो देखिन्छ। हाम्रो बाहुलाको लागि यो भयो है, यो भित्री पल्ला भयो, यो बाहिरी पल्ला भयो, यस्तो भयो, यो भित्री पल्ला भयो। सबै सुल्टो गरिदिने पहिला है। अनि यताको पनि यो यस्तो भयो, यो बाहुला भयो है। अब यो सबै हामीले यसरी मिलायौँ है, सुल्टो गऱ्यौँ सबै। यस्तो हुन आउँछ। अब यसलाई चाहिँ नदेखिने गरी सिलाउने कसरी त, यसमा पनि अब हजुरहरू धेरै कन्फ्युज हुन सक्नुहुन्छ। यो भिडियोलाई चाहिँ राम्ररी हेर्नुहोस्, हजुरको कन्फ्युजन सबै दूर हुन्छ है त। ल अब यसको लागि चाहिँ हामीले यो भित्री पार्ट छ नि, जुन यो भित्री पार्ट छ, यसलाई चाहिँ उल्टाउनु पर्यो पहिला। यसलाई उल्टाउनु पर्यो है।
यसरी यसलाई उल्टाइदिउँ, भित्री पार्टलाई मात्रै उल्टाइदिउँ पहिला है। भित्री पाटोलाई चाहिँ पुरै यसरी उल्टाइदिउँ। अनि त्यसपछि अब यो हेर्नुहोस् त कस्तो गजमाजा भयो नि हैन, कति कन्फ्युज हुन्छ नि, यो यस्तै हुन्छ तर एकदमै सजिलो छ है। ल यो भित्री पार्टलाई हामीले उल्टाइदियौँ नि है, यो भित्री पार्ट भयो। अब पहिला सरी, भित्री पार्टलाई उल्टाइदिइसकेपछि हाम्रो जुन यो छ बाहिरी अगाडिको पाटो छ, यो अगाडिको पाटो हजुरहरूलाई म राम्रै देखाउँछु। यो अगाडिको पाटो छ नि, यसलाई पनि यसरी नै यता मिलाउने। पहिला म एक साइडको नि गरी देखाउँछु है। पहिला सुरुमा यो भित्री पाटो भन्दा नि यो पछाडिको पाटोलाई उल्टाउने। पछाडिको पाटो उल्टाइसकेपछि चाहिँ अनि त्यसपछि जुन यो छ बिस्तारै आफै मिल्न आउँछ है। यो अगाडिको एक पल्लालाई चाहिँ यसरी यो चुच्चोसँग जोडिदिने है। यो चुच्चोसँग यसरी जोडेर पिनअप गरिदिने। पिनअप गर्यो भने ठ्याक्कै बस्छ पनि, यसो गरिदिने, यहाँ एउटा पिन राखिदिने। अनि त्यसपछि हाम्रो यो बाहुलाको पालो, बाहुलामा पनि यस्तो हुन आउँछ हैन त। यो तलको मिलिसकेपछि, तलको हामीले मिलाइसकेपछि यो बाहुला चाहिँ आफै यस्तो हुन आउँछ। यो भित्रीको दुईटा पल्ला हुन आउँछ, बाहिरीको यसरी। अनि यो 4 फोल्डमा हुन्छ है। भित्री 2 फोल्डमा भयो, बाहिरी 2 फोल्डमा भयो बाहिरी कपडा। हेर्नुहोस् त यस्तो हुन आउँछ यो चाहिँ। अब यसरी चाहिँ हामीले सररर यताबाट यसरी नै अब यो चिरुवाको इन्डिङ माथिको पोइन्ट छ यतासम्म सररर सिलाइदिने। तर कपडालाई चाहिँ मिलाउनु पर्छ राम्ररी है। यस्तो गर्ने, यतिको गर्ने अनि यस्तो गर्ने। अब त्यसपछि यसमा पनि हामीले पिन राखिदिँदा हुन्छ, कपडा यताउता नहोस् भनेर। ल अब हामी सिलाउन सुरु गर्छौँ। यसरी यो पनि माथिको पार्ट पनि मिल्नुपर्छ है। ठ्याक्कै मिल्यो भने चाहिँ हाम्रो राम्रो हुन आउँछ। ल यसरी सिलाउने। बुझ्नु भएको छैन भने म फेरि अर्को पल्लामा चाहिँ कसरी गरेको हो भनेर देखाउँछु है। अब यो चाहिँ हाम्रो हाफ इन्चमा सररर सिलाउने। यसमा हाम्रो अरू केही गर्नु पर्दैन, कपडा चाहिँ ठ्याक्कै मिलेको हुनु पर्यो। अब यो हामी सबै एकैचोटि सिलाउँछौँ। धेरै गाह्रो छैन सिलाउनलाई, हजुरहरूले ध्यान दिएर बुझ्नु पर्यो। यदि हजुरहरू मसँग अनलाइन क्लास लिन चाहनुहुन्छ भने मसँग वाट्सएप मार्फत जोडिनु होला। हजुरहरूको भ्याउने टाइम कतिखेर भ्याउनुहुन्छ त्यतिखेर मिलाएर चाहिँ हजुरहरूले मसँग क्लास लिन सक्नुहुन्छ। कपडाहरू आफै लिनुहोस्। अनि त्यसपछि घरमा मेसिन छ भने हजुरहरूले चाहिँ मसँग अनलाइनमा जोडेर पनि हजुरहरूले चाँडै सिक्न सक्नुहुन्छ। अनलाइन मार्फत मसँग पर्सनली जोडेर सिक्नुहुन्छ भने चाहिँ हजुरहरूलाई यस्तोसम्मको झन्झट हुँदैन है। हजुरहरूलाई धेरै गाह्रो पनि हुँदैन। अब चाहिँ हामी यसरी सररर सिलाउँछौँ है। यो हाम्रो इन्डिङ पोइन्ट जहाँ छ त्यहाँसम्म सिलाउँछौँ। यतिको सिलायौँ हामीले है। अब फेरि हामी यस्तै गरेर अर्को पार्टमा पनि यसरी नै सिलाउँछौँ है।
अर्को पार्टमा सिलाउँदाखेरि पनि सेम यस्तै गर्ने। यो भित्रको यो पछाडिको पाटो भयो, अब अगाडिको पाटोलाई पनि यसरी नै पहिला हामी भित्र राख्छौँ है। यस्तो गर्ने, सिधै यही साइडबाट यसरी भित्र राखेर पिनअप गरिदिने। यसरी पिनअप गर्ने, सरी, अनि पिनअप गरिसकेर यसरी पिनअप गर्ने। पिनअप गरिसकेर अनि माथि फेरि मिलाउने। यो साइडको हाम्रो चाहिँदैन अहिले। ल अब माथि आफै मिल्छ, मैले भने नि तलको मिलाइसकेपछि माथिको ठ्याक्कै आफै मिल्छ। यस्तो हुन्छ, यो यस्तो भयो। अनि यसरी चाहिँ ठ्याक्कै यता यो पुरै पार्ट भयो नि, यसलाई पनि यसरी हाफ पार्टमा बाँड्नुपर्छ। यसरी विभाजन गर्ने, डिभिजन हुन्छ अनि आफै हुन्छ है। यो ठ्याक्कै आफै मिल्छ, यसमा कन्फ्युज हुनुपर्ने कुरा चाहिँ केही पनि छैन है। ल अब फेरि यसलाई पनि यसरी नै ठ्याक्कै कपडा मिलाउने अनि यता साइडमा पनि ठ्याक्कै चिरुवा भागसँगै एउटा पिन लगाइदिने। अनि त्यसपछि हाम्रो यो माथिको भाग पनि मिलाउने। माथिको भाग पनि मिलाउने, बाहुलाको भाग पनि यसरी मिलाउने। ल अब यसरी चाहिँ हामी सरर सिलाइदिन्छौँ है। यताबाट सरर ठ्याक्कै यतासम्म सिलाउने। यो चाहिँ हामी यताको चिरुवा भागको पोइन्टसम्म सरर सिलाउँछौँ है। यसमा चाहिँ हाम्रो केही पनि छोड्नु पर्दैन। सरर माथिदेखि नै सिलाउँदै 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 यतासम्म सिलाएर आउने है। ल यतिको भइसकेपछि चाहिँ अब हामीले सबै कपडालाई सुल्टो पार्छौँ। यतिको भइसकेपछि सबै कपडालाई सुल्टो पार्छौँ। यसमा सबै हाम्रो यतिको सिलाइ भयो नि है। अब यसलाई चाहिँ हामी यो सब कपडालाई चाहिँ सुल्टो पार्छौँ। अनि त्यसपछि हाम्रो पालो रहेको हुन्छ, कठालो राख्ने, कलर राख्ने। ल अब यसलाई कहाँबाट सुल्टो गर्ने त? यो हाम्रो यसको भागबाट, यसको भागमा सुल्टो गर्दाखेरि यो कपडालाई चाहिँ सुल्टो गर्ने। यो हाम्रो भित्री कपडाबाट होइन कि यो भागकोबाट सबैलाई सुल्टो गर्ने। यसरी यस्तो गर्ने, सबै निकाल्ने, यसरी सुल्टो गर्ने। यताबाट पनि सेम यस्तै गर्ने। यसरी हाम्रो कुना कुना चाहिँ राम्ररी निकाल्नुपर्छ है। कुना कुनामा अलिकति चुच्चो चुच्चो राम्ररी निकाल्नुपर्छ। ल यस्तो भयो। सबै सुल्टो गर्ने है। हातहरू पनि यसो यसमा छिराउने, यो यसमा छिराउने नि, यस्तो यस्तो गरेर निकाल्ने। यो पनि सेम यस्तै हो, यसरी अनि निकाल्दिने। ल अब चाहिँ हाम्रो 80% काम सक्यो। यसरी चाहिँ यो भयो। हेर्नुहोस् त, अब यहाँ देखियो त, कतै सिलाइ देखियो त? देखिएन नि। कति राम्रो फिनिसिङ आएको छ। ल हेर्नुहोस् त, त्यहाँ कतै सिलाइ देखियो त? देखिएन नि। ल
अब यसरी रेडी हुन्छ हेर्नु। यता कतै पनि चाहिँ हजुरहरूले सिलाइ देख्नुहुन्न है। हेर्नु चिरुवा भाग पनि कति मजाले बसेको छ। त्यही भएर हजुरहरूले चाहिँ एकदमै ध्यान दिएर भिडियो हेर्नुपर्छ है। हेर्नुहोस् त चिरुवा भागहरू कति राम्ररी यसरी आएको छ। ल अब यसलाई चाहिँ हामी कलर हाल्छौँ है। बुझ्नुभएको छैन भने मसँग फेरि मलाई कमेन्ट गरेर मलाई सोध्न सक्नुहुन्छ। कहाँ बुझ्नुभएको छैन म हजुरहरूलाई बुझाइदिन्छु है। ल यसो गर्ने है। अब यसमा चाहिँ हामी यता कलर हाल्छौँ है। यता कठालोको लागि चाहिँ पहिला सुरुमा हामीले कठालोको लागि सुरुमै कपडा काट्ने चाहिँ होइन। अब यसमा चाहिँ कति आउँछ त्यो अनुसारको नाप अनुसार चाहिँ हामी कपडा कटिङ गर्छौँ है। यताबाट यो छेउमा यसरी यो जुन छ यो पोइन्ट छ यता पहिला नाप्छौँ कति छ भनेर यसरी, अनि यो यता साइडको पोइन्टसम्म नाप्छौँ। यता भयो अनि यसरी हाम्रो यसमा 15.5 इन्च आएको छ। अब हामीले 16.5 इन्च कपडा काट्छौँ अनि लम्बाइ चाहिँ 16.5 इन्च भयो। चौडाइ चाहिँ हामी 3.5 इन्च गरेर काट्छौँ है। त म काटेर रेडी गरिसकेपछि हजुरहरूलाई देखाउँछु। यसरी मैले कलरको लागि कठालोको लागि चाहिँ रेडी गरिसकेको छु है। यो लम्बाइ चाहिँ हाम्रो नाप्दाखेरि जति आउँछ त्यसको 1 इन्च बढाएर लिने, अनि यो चौडाइ चाहिँ हाम्रो 3.5 इन्च 3 इन्च अथवा 3.5 इन्च राख्ने। अब यसलाई कसरी सिलाउने त? यसलाई सिलाउनको लागि यो छ जुन कपडा यसको कलरको यसको कलरमा हामी बाहिरीको बाहिरी पल्लामा भित्रीको भित्री पल्लामा राख्छौँ है। एकदमै मिलाएर राखेर अनि सरर सिलाउने। यस्तो भयो। यो चाहिँ ठ्याक्कै मिल्नुपर्छ। अनि यसरी यो कपडाको चाहिँ अलिकति भाग चाहिँ छोड्नुपर्छ है बाहिर। यसरी बाहिर छोड्ने अनि त्यसपछि यो बाहिरी पल्ला राखिसकेपछि बाहिरी कपडा राखेपछि अब भित्री कपडा पनि त्यसै गरी राख्ने। यता साइडमा यसरी यसरी राखेर यो चाहिँ यो हाम्रो जुन कपडा छ मेन कपडा यो चाहिँ बिचमा हुनु पर्यो। अनि अर्को बाहिरीमा भित्रीमा यसरी राखेर टक्क लाएर यसो गर्ने अनि सरर सिलाइदिने है। पहिला तलमा यसरी सिलाउने। अब यो हामीले चाहिँ मिलाउँदै सिलाउनु पर्ने हुन्छ है। नतन्काइकन तर ठ्याक्कै भित्री कपडासँग पनि मिल्नु पर्यो, बाहिरी कपडासँग पनि मिल्नु पर्यो। यसरी नै हामीले सरर सिलाउने, अन्तिमसम्म सिलाउने। अब यसरी हाम्रो यो सरर सिलाउन सिकिसकेपछि चाहिँ यताको साइडमा पनि सिलाउनु पर्यो है। यो साइडको क्लोज गर्ने, उताको पनि क्लोज गर्नुपर्छ। अनि त्यसपछि फेरि तुना हालेर सिलाउनु पर्छ है। यो यसरी क्लोज गर्दियौँ। दुवै साइडमा चाहिँ हाम्रो यो क्लोज गर्नुपर्ने हुन्छ है।
अब ठ्याक्कै यता साइडमा यो हाम्रो ठ्याक्कै भित्रको बिचको त्यो कपडामा चाहिँ ठ्याक्कै यतानिर चिन्ह हुन्छ नि जुन त्यहाँबाट ठ्याक्कै यसरी सिलाउँछ यसरी सरर सिलाउँदैछ अनि यो हाम्रो अगाडि चाहिँ यस्तो हुन आउँछ है हेर्नुहोस् त यो ठ्याक्कै यसरी मिल्नु पर्यो यो चाहिँ यस्तो हुन आउँछ यस्तो हुन आउँछ है अब अर्कोमा पनि सेम त्यस्तै गरेर सिलाइदिने सबै सिलाइसकेपछि चाहिँ यतिको देखिन्छ है यो कलरको भाग पनि हाम्रो सिलाइ भाग देखिएन यसमा पनि सबै सिलाइ भागहरू लुकिन्छ अब हाम्रो के गर्ने त भन्दाखेरि अब यता एउटा साइडमा टुना अनि यता साइडमा एउटा टुना राख्नुपर्छ अब यसो टुना राख्नको लागि चाहिँ यस्तो गर्ने है यसरी नै यस्तो गरेर अनि यसरी हाम्रो फोल्ड गर्दै गर्दै यसरी सरर सिलाउने अनि यता साइडमा आएर पनि यसरी राख्ने अनि यसरी नै फोल्ड गरेर सरर सिलाउने है यसरी चाहिँ हामी यो कलरमा तुना राख्नको लागि चाहिँ कपडालाई यसरी साइड साइडमा एउटा एउटा तुना राख्नुपर्छ यसरी नै हामी सबै सरर सिलाउँदै जान्छ साइडमा पनि यसरी नै तुना राखिदिन्छ यो चाहिँ हाम्रो सबै यतिको भयो है यस्तो भयो हाम्रो सबै रेडी भइसक्यो अब साइडमा तुना राख्न मात्रै बाँकी छ है यस्तो भयो अब यसरी हाम्रो साइडमा तुना राख्नको लागि योसँग ठ्याक्कै यतासम्म हुने खालको यता एउटा तुना अनि यता साइडमा यता तुना भयो अनि अर्को भित्रमा पनि यसरी यो साइडको ठ्याक्कै यसरी चाहिँ यहाँ एउटा तुना अनि यसको सिधा गरेर तुना राख्ने त्यसपछि हाम्रो यो कम्प्लिटली रेडी हुन्छ हेर्नुहोस् त ल कति राम्रो भयो है यसरी नै हाम्रो चाहिँ दाउरा सिलाउने हो सुरुवाल पनि हामी सिलाउँछौँ अनि त्यसपछि हाम्रो पेटीबोटभित्र लाउने पनि सिलाउँछौँ है बच्चाहरूको लागि एकदमै राम्रो खालको आरामदायी शीतल पनि दिन्छ जाडो महिनाको लागि पनि हुन्छ गर्मी महिनाको लागि पनि यस्तै कपडाको हुन्छ बाक्लो कपडाको नभए नि है ल हजुरहरूले भिडियो हेरेर कतिको बुझ्नुभयो कतिको बुझ्नु भएन कमेन्ट छोड्न सक्नुहुन्छ यस्तै भिडियोहरू चाहिन्छ भने हजुरहरूले हाम्रो यस च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला र मन परेमा अरूहरूलाई पनि सेयर गर्नु होला हामीले जति अरूहरूलाई हामीले सेयर गर्छौँ आफूले पनि त्यति नै बुझ्छौँ आफूले जानेको कुराहरूलाई सेयर गर्यो भने आफूले झन् अझै बढी सिक्छन् ल आजको लागि भिडियो यति नै अब नेक्स्ट भिडियोको लागि चाहिँ हजुरहरूले कमेन्ट छोड्न सक्नुहुन्छ हजुरहरूलाई के को ग्राफ भिडियो चाहिएको छ के को सिलाइ भिडियो चाहिएको छ म त्यसै अनुरूप चाहिँ भिडियो तयार गर्नेछु है त धन्यवाद।